नमस्कार। सालग्राम संरक्षण अभियानकर्ता म यज्ञबहादुर थापा। म अहिले पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर 7 धाइरिङ स्थित मिलनचोक बजारको भागबाट बोलिरहेको छु र म यहाँ अहिले तपाईहरुको अगाडि सबै ढंगले आकर्षक देखिएका शिला यहाँ तपाईहरुसँग मैले देखाइरहेको छु। माथिबाट सानो टिनको छाना लगाइएको छ। छानामुनि यी शिला विराजमान भएका छन्। यी शिला के हुन्, कहाँबाट ल्याइयो, के प्रयोजनका लागि ल्याइयो, यिनको नाम के हो भन्न म जान्न उत्सुक भएको छु र यहाँका स्थानीय मान्छे व्यक्तित्वसँग मैले चाहिँ यी शिलाको बारेमा जानकारी लिन खोजिरहेको छु। मसँग यहाँ दुईजना व्यक्तित्व हुनुहुन्छ। उहाँले आफ्नो परिचय पनि दिनुहुनेछ र त्यसपछि शिलाको बारेमा पनि बोल्नुहुनेछ। मैले बुझ्न चाहे शुभ नाम हजुरको के होला? यसो। मेरो नाम धर्मेन्द्र गिरी हो। बुवाको नाम गोविन्द गिरी थियो र म यस शिलाको हरदम दिन मैले धुपबत्ती गर्ने म पुजारी हुँ। हजुर। र यिनको व्याख्या गर्दाखेरि त मेरा यी कालीगञ्ज नदीबाट भेटाएर ल्याइएको थियो हामीहरूले। कहिले ल्याउनु भएको? यो के देखेर ल्याउनु भयो? यो काली देवी भगवती जस्तो देखिन्छन्। यो शिला खोज्दै जहाँ भेटिएका हुन् के अरे। हजुर हजुर हजुर। सबैजना मिलेर ल्याइएको थियो। यहाँको समुदाय मिलेर ल्याउनु भएको? यसमा कहिले 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 ल्याउनु भएको यो शिला? ल्याएको लगभग 75 सालको माघको शिवरात्रिको दिन हो। माघ मासबाट थियो होला। शिवरात्रि ल्याइएको थियो। के देख्नुभयो त्यस्तो अद्भुत त्यहाँ चमत्कार? के त्यस्तो विशेष के देख्नुभयो? अब नारीको हात देखिन्छ। देखाउनु त कहाँ छ त्यस्तो? देवी भगवतीको कालीदेवीको हात देखिन्छ। यहाँ नारीको हात देखिन्छ। विचित्रै छ। नारी छन्। कालीदेवीको हात थाप्नु भएको छ। त्यो शङ्ख छन्। यो टाउको भगवान टाउको देखिन्छ एउटा। यसमा शङ्ख पनि छन्। सबै कुरा यहाँ लीलामा देखिन्छ। बिहान सधैँ आए आदरणीय दर्शकज्यू, तपाईहरुलाई मैले यहाँ देखाउँदैछु। यहाँनिर जुन आकार छ, नारी आकार यो शिलामा। त्यसपछि माथि गएर औँलाहरू मुट्ठी पारेको जस्तो देखिन्छ। त्यसपछि अर्कोतिर अर्को माथिपट्टि अर्को औँलाहरू पनि छन् र यो साँच्चै महिलाको देवीको जस्तो हातको आकार देखिन्छ। त्यसैले यहाँका पुजारीले यी कालिन्जर क्षेत्रमा कालिका देवीको मूर्ति हुनुपर्छ, शिला हुनुपर्छ भन्नुभएको छ। कालीगण्डकी किनारबाट हामीले उठाएर ल्याएका हौँ, त्यहाँ विराजमान हुनुहुन्थ्यो भन्नुहुन्छ र कहिले ल्याएको भन्ने कुरा खुलाउन सक्नु भएको छैन। जोस् यहाँको समुदायले यो अनुपम शिला देखेर ल्याएको भन्नुहुन्छ। अनि यी शिलाहरूको पूजन गरेपछि यहाँको समुदायलाई केही फाइदा भएको देख्नु भएको छ? शिला आउँदा हामी गयौँ भने स्थापन गरियो यिनीको शक्ति होला। ठिक छ। त्यसपछि यहाँ धेरै जसो पहिले शिला आउनुभन्दा अगाडि यहाँ बाढी पहिरो लाग्ने गर्थ्यो, बाढी पहिरोले समस्या हुन्थ्यो भन्ने छ। यी शिलाको यहाँ स्थापना गरिसकेपछि बाढी पहिरो रोकथाम भएको भन्ने पनि चाहिँ सुनिन्छ। कुरो स्थापना गरेपछि बाढी पहिरोको छैन, एकदम सुरक्षित छ, सुशोभित छ। अनि के मन्दिर बनाउन सक्नु भएन? उहाँलाई मन्दिर बनाएर यो गर्न सक्नु भएन? मन्दिर त अब यहाँ बनाउने ठाउँ देखियो, त्यसलाई सबैले मिलेर बनाइयो, राखियो। तर अहिले यहाँ राखेर हुने जस्तो लागेन। अब किन अन्त सारिन्छ भन्ने कुरो पनि छ हाम्रो त। यहाँ होला लागेको छैन। अनि हजुरको शुभ नाम के हो? मेरो तुलसीराम आचार्य। हजुर हजुर। घर यहीँ जलजला 7। हाल यही अहिले मिलनचोकमा छु। र हामी दुई भाइ नै फर्लङ्ग भन्दा हामी दुई भाइले नै काँधमा काँध मिलाएर नै यहाँ गणेश मन्दिरको स्थापना गरेको हो। त्यसपछि त्यसको साथसाथमा हामीले चाहिँ यस्तो भगवान् यस्तो लीलै कालन्जर, नाम पनि कालन्जर, नाम ठाउँ पनि कालन्जर, नाम पनि कालिका देवी नै भएको शिला भेटाएर नै हामीले भजन कीर्तनको साथ गान गर्दै हामी शिवशक्तिले सायद छिमेकी भएर लिएर आएको हो। र यसमा हामीले यता मन्दिरहरू निर्माण गर्दैछौँ,
सम्पन्नशाली गर्दैछन्। यसको पनि सबै एउटै हाम्रो भवनको लागि सबै एउटै हो काम त। ठिक छ। सालग्राम शिलामा विराजमान सालग्राम देवी अथवा कालिन्जर देवी पुराणहरूमा पनि सालग्रामी महादेवी काले कालिन्जर गिरौ भन्ने उल्लेख गरिएको छ र यो क्षेत्रमा जहाँ यी साक्षात् देवीको प्रतिमूर्ति यहाँहरू बिच देखाइरहेको छु, यिनै कालिन्जर देवी माताको पुत्री कालिका देवी हुनुपर्छ र उहाँले नै दुष्टहरूको संहार गर्नुभएको छ र दुष्टहरूको संहारबाट हाम्रो रक्षा भएको छ भन्ने मलाई लाग्छ। र जे जति जानकारी दिनुभयो यहाँ भक्तजनहरू दुवैलाई मुरी मुरी धन्यवाद छ, नमस्कार छ। एक शब्द भन्नुभयो हुन्छ। हजुर। र हाम्रो यज्ञबहादुर थापाजी उहाँ वकिल, यही हाम्रो पर्वत जिल्लाको वकिल हुनुहुन्छ। उहाँ धेरै धार्मिकमा धेरै आस्थावान, यो हाम्रो ठाउँबाटै धेरै आस्थावान हो। र यस्ता शास्त्रीय विज्ञान कुराहरू पनि हामीले उहाँसँगै सोद्धा जानकारी हुन्छ। र उहाँ आएर भगवान्ले चाहिँ यहाँ कता ल्याएर उहाँले चाहिँ हामीलाई यो ज्ञान दिलाइदिनु बसिनु भयो। उहाँलाई पनि हामीबाट धेरै धेरै